नेपाल क्रिकेट संघ बोर्डले 2026 टी20 वर्ल्ड कपको लागि नाम एनाउन्समेन्ट गरिसकेको छ। धेरै दिनपछि धेरै लेटले पनि नाम एनाउन्समेन्ट गर्नुभयो नेपाल क्रिकेट संघ बोर्डले, जसमा रोहित पौडेल क्याप्टेनको भार दिनुभएको छ। रोहित पौडेलले भर्खरै एनपीएल सिजन 2 को लुम्बिनी लायन्सलाई विजेता बनाउनु भएको थियो, जसमा रोहित पौडेलको धेरै ठुलो योगदान रहेको थियो। ब्याटिङबाट, बोलिङबाट, फिल्डिङबाट रोहित पौडेलको धेरै ठुलो योगदान रहेको थियो। एनपीएल सिजन 2 मा रोहित पौडेलले ह्याट्रिक विकेट लिने पहिलो बलर बनेको थियो र कार जित्ने रोहित पौडेल, लुम्बिनी लायन्सको कप्तान, एउटा बाइक जित्ने र 2026 टी20 वर्ल्ड कपको लागि पनि कप्तानशिपको भार दिनुभएको छ नेपाल क्रिकेट संघ बोर्डले। र उपकप्तान दिपेन्द्र सिंह ऐरी, जो कि बाघ भनेर चिन्ने गरिन्छ र ग्राउन्डमा दर्शकहरूले, पब्लिकहरूले बाघ भनेर, टाइगर भनेर कराउँछ। सो उपकप्तानको भार दिनुभएको छ सन्दीप लामिछाने, जो कि यतिखेर बीपीएलमा हुनुहुन्छ, बङ्गलादेश प्रिमियर लिगमा। उहाँको टिम पनि एकदम राम्रो गर्दै हुनुहुन्छ। भर्खरै सन्दीप लामिछानेले 2 म्याच खेलेर 3 विकेट लिनुभएको छ बीपीएल बङ्गलादेश प्रिमियर लिगमा। कुशल भुर्तेल पोखरा एभेन्जरको कप्तान हुनुहुन्थ्यो। समाप्त प्लेअफमा हुन सकेन, तर उहाँको पनि ब्याटिङ एकदम राम्रो रहेको थियो र 2026 टी20 वर्ल्ड कपमा पर्नु भएको छ कुशल भुर्तेल। आसिफ शेख, भोल्ट्सका खेलाडी आसिफ शेख, उहाँले पनि एसिया कप इन्डिया भर्सेस नेपाल र इन्डियाको बीचमा भएको खेलमा उहाँको एकदम राम्रो ब्याटिङ रहेको थियो। जहाँ उसको काम रहेको थियो त्यहाँ त्यसले रन बनाउनु भएको थियो टिमको लागि। आसिफ शेख। सन्दीप जोरा, लुम्बिनी लायन्सका, मिडल अर्डरमा तल क्रममा आएर एकदम राम्रो ब्याटिङ गर्ने गरिन्छ। आसिफ शेखको दाइ आरिफ शेखले पनि टी20 वर्ल्ड कपमा 2026 मा पर्नु भएको छ। समाप्त उहाँले एनपीएल सिजन 2 सुदूरपश्चिम रोयलबाट खेल्नु भएको थियो। उहाँको पनि विकेट गएपछि उहाँको काम छिट्टै लागिहाल्छ टिमलाई। बसिर अहमद, ही इज अ डिजर्भिङ इन टी20 वर्ल्ड कप 2026। बसिर अहमद विराटनगर किङ्सका खेलाडी, एकदम राम्रो ब्याटिङ रहेको छ बसिर अहमदको। एनपीएल सिजन 2 मा एकदम राम्रो ब्याटिङ रहेको थियो। कामी लेजेन्ड खेलाडी, 2014 को पनि वर्ल्ड कप खेल्नु भएको थियो, 2026 को वर्ल्ड कप पनि खेल्नु भइरहेको छ सोमपाल कामी। करण केसी, काठमाडौँ गोर्खाका खेलाडी करण केसी, सोमपाल कामी, यी दुईजना खेलाडी त एकदमै डिजर्भ गरिरहेको छ 2026 टी20 वर्ल्ड कपको लागि। पेस बलर हुन् र पेस बलरको काम पनि रहेको छ। नन्दन झा, अहिले नेपाल क्रिकेटमा तेज गतिमा बलिङ गर्ने खेलाडी नन्दन झा, गुलसन झा, बलिङ ब्याटिङ दुटैबाट टिममा जग्गा बनाउनु भएको छ गुलसन झाले 2026 टी20 वर्ल्ड कपको लागि। ललित नारायण राजवंशी, समाप्त एनपीएल सिजन 2 मा त्यति खास त गर्न सकेन, बट टी20 वर्ल्ड कपको लागि एकदम राम्रो, हिज डिजर्भिङ इन टी20 वर्ल्ड कप 2026। शेयर मल्ल, एनपीएल सिजन 2 का इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट शेयर मल्ल, he is also deserving in T20 वर्ल्ड कप 2026। शेयर मल्ल यस टुर्नामेन्टै एनपीएल सिजन 2 को टुर्नामेन्टमै भरि एकदम राम्रो बलिङ गर्नु भएको छ र त्यही हिसाबले नेपाल क्रिकेट संघ बोर्डले 2026 टी20 वर्ल्ड कपको लागि उहाँलाई मौका दिनु भएको छ। र अन्तिममा रहेको छ लोकेश बम, युवा खेलाडी लोकेश बम 2026 टी20 वर्ल्ड कपको लागि